Hello, hi, Jai Masi. Welcome back to my YouTube channel, माया किचनमा तपाईलाई म स्वागत गर्न गएँ। थम्बनेल देखिहाल्नुभयो। यसको लागि के मैले तयार गर्दैछु हेरौँ है त। लेट्स स्टार्ट। तपाईलाई म देखाउन गइरहेको छु है त। अनि यो चाहिँ 1 केजी बोनलेस चिकन। अनि यसलाई मैले चाहिँ धोएर मजाले काटेर अनि मेरो छोराले काटिदिएको अनि मैले धोएर राखेको थिएँ आधी घण्टा जति पानी सोचिनलाई। अनि यसलाई मोल्नको लागि मैले थोरै नुन स्वाद अनुसार थोरै अजिनालाई मैले हालेको छु। अनि यसमा कलरको लागि थोरै 2 चम्चा जति रङ खुर्सानीलाई मैले लगाउँदै छु। अनि यसलाई चाहिँ मजाले हातकै सहाराले मार्ने छु है त। अनि यसलाई मजाले आफ्नै हातले यसलाई मैले थोरै अमिलोलाई पनि लगाइदिएको छु ताकि गिलो नहोस् भन्नुको कारणले दरै होस् भनेर। अनि यसलाई चाहिँ मजाले मार्नु पर्ने हुन्छ है त। फर्काई मजाले मोल्नु पर्ने हुन्छ। यसलाई चाहिँ मजाले मोलेर चाहिँ अनि यसलाई छोपेर मैले यसलाई मैले एक रात राखेँ किनभने जति धेरै राख्यो उति मजाले त्यो मसलाहरू भित्र पसेको हुन्छ रसहरू है। अनि 2 घण्टा 1.5 घण्टा राख्दा पनि हुन्छ तर मैले चाहिँ टाइम नभएर एक रातको लागि राखेर अब यसलाई मैले फ्रिजमा स्टक गरिदिएँ है त बिर्को लगाइसकेँ। अनि यसमा लाउने इन्ग्रेडियन्ट्स यहाँनिर यो चाहिँ सोप, यो चाहिँ धान जिरा है, यो चाहिँ धान जिरा हो। अनि यो चाहिँ टिमुर 1 चम्चा टिमुर। अनि यो चाहिँ 1 चम्चा 2 चम्चा जिरा। अनि यो चाहिँ 1 चम्चा थोरै मेथीको दाना। अनि यहाँनिर 2 चम्चा धनियालाई अलिकति बढी लिएको छु। यो चाहिँ ल्वाङ अनि यो चाहिँ तोरीको दाना है त। अनि यसलाई भुट्नको लागि यसलाई म रोस्ट गर्नेछु। अनि यसलाई रोस्ट गर्नको लागि चाहिँ मैले यहाँ मेरो सानो कराईलाई बसाइसकेँ। मेरो कराई तातिसकेको छ। अनि मेरो मसलालाई लगाएर थोरै यसलाई म चलाउन गइरहेको छु। अनि थोरै यसलाई चलाइदिनेछु नि। धेरै रातो बनाउनु पनि हुँदैन, ठिक्कको रोस्ट मात्रै गरेर अनि यसलाई पिस्नु पर्ने हुन्छ। यहाँनिर चाहिँ कढीको पत्ता पसेको थियो त्यही भएर मैले यसलाई निकालिदिँदैछु। अनि किनभने मसलामा हुन्छ नि त कढीको पत्ता त्यही भएर यसलाई निकालिदिएँ। अनि यसलाई मजाले चलाइदिइरहेको छु। अनि यसलाई चाहिँ थोरै हल्का रातो हुन छोडिदिनु पर्ने हुन्छ। अनि यसलाई भुटुन्जेली मैले यता ताईहरू पनि बसाउँदै थिएँ। अनि यसलाई मजाले चलाइदिइरहेको छु है त। मेसिनहरू ठिक पार्दै थिएँ। अनि यसलाई रातो रातो बनाएर अनि यसलाई म सेलिन छोडिदिनेछु है। अनि त्यो सेलुन्जेली अनि मैले थोरै खोर्सानी सुकेको खोर्सानीलाई पनि मैले ल्याएको छु है। अनि यो खोर्सानी चाहिँ मेरो बुहारीले बारीबाट टिपेर ल्याउनु भएको थियो अनि सुकाउनु भएको थियो है त। यो चाहिँ अनि आफ्नै हातले टिपेर ल्याएर सुकाएर चाहिँ मैले थोरै मलाई बुहारीले दिनुभएको मैले मागेको थिएँ है त। अनि मसँग पनि थियो किनेको तर बजारको है त। बुहारीले चाहिँ फार्मबाट ल्याउनु भएको। मेरो खोर्सानी यतिको भइसकेको छ। अनि यसलाई पनि म झिकेर यसलाई म सेलाउन छोडिदिनेछु किनभने मजाले सेलिनु पर्ने हुन्छ ताकि मेसिनमा हाल्नु हुँदैन है त। अनि यहाँ चाहिँ अब मैले चिरेर राखेको लसुनलाई अनि अदुवालाई मैले खर्याउनलाई यहाँ कराई तात्यो अनि यसलाई मैले तेल हालिदिएँ। अनि यसलाई थोरै तेल तातिन म छोडिदिनेछु। अनि तेल तातिसकेपछि अनि अघि काटेर राखेको लसुन र अनि अदुवालाई यो चाहिँ मेरो यहाँनिर चाहिँ आधी पावा जति छ। अनि लसुन अदुवा चाहिँ थोरै छ है त किनभने लसुन धेरै हाल्नुपर्छ अनि अदुवा चाहिँ थोरै थोरै हाल्दा पनि हुन्छ। अनि मैले यहाँ हालिदिएँ है त। अनि यसलाई म थोरै रोस्ट हुन छोडिदिनेछु। अनि यसलाई रोस्ट भएपछि चाहिँ अनि म निकालेर राखिदिनेछु। अनि यसलाई मजाले चलाइदिनेछु है त। मजाले चलाउनु पर्ने हुन्छ। मजाले चलाएन भने एकपट्टि रातो अर्कोपट्टि छिटो डढिहाल्छ। अनि यसलाई चाहिँ हतार हतार लाउने बित्तिकै चलाइहाल्नु पर्ने हुन्छ। अनि चलाउँदै अनि लसुन र अदुवा चाहिँ
यतिको भयो है त, यतिको भयो। अनि यसलाई म झिक्न गइरहेको छु। अनि मेरो चाहिँ यो डाडु अलिक ठुलो भएको छ, अनि त्यही भएर अलिक निकाल्न अप्ठ्यारो भयो, तर पनि केही छैन, मैले यसलाई निकालिदिएँ। अनि यहाँनिर थोरै छ, यसलाई म फेरि निकालिदिनेछु। अनि यही तेलमा अनि अघि काटेर राखेको म्यारिनेट गरेर राखेको चिकनलाई म यसमै हालिदिनेछु, ताकि यसमै लगाएर राख्यो भने चाहिँ मजाले तेल उयो गरिरहनु पर्दैन नि त, घरिघरि यही तेलमा म खर्याउन गइरहेको छु है त, किनभने तातिरहेको छ नि त तेल अलरेडी। अनि लसुनको अदुवाको रसहरू पनि छ यहाँनिर। अनि मेरो म्यारिनेट गरेको चिकनलाई मैले देखाएँ, अनि यसलाई मैले डाडुको सहायताले म हालिदिँदैछु। अनि यसलाई चाहिँ लगाएर म चलाउँदिनँ, लगाउने बित्तिकै चलायो भने चाहिँ कराईमा पुरै टाँसिने सम्भावना हुन्छ। अनि यसलाई चाहिँ यतिकै लगाएर फक्लाकै एकछिन छोडिदिनेछु, ताकि तेलले त्यो मासुलाई सबै उसको त्यो स्टिकीहरू चाहिँ लगिसक्छ नि त तेलले। अनि यसलाई यतिकै छोडिदिनेछु। अनि त्यतिन्जेलसम्म मैले मसला पिस्नलाई मेसिनमा हालिसकेँ, मेरो ग्राइन्डरमा। अनि यसमा लगाएर म पिस्न गइरहेको छु। मैले लगाएको चाहिँ देखाएँ, बिर्को लगाएकोसम्म, त्यहाँबाट पिसेको चाहिँ मैले तपाईँलाई देखाइनँ, किनभने टाइम धेरै हुन्छ। यतिको भएको छ। मसला धेरै मिहिन बनाउनु पर्दैन है त, हल्का दरदरै बनाउनु पर्छ। यो चाहिँ अलिकति धेरै नै मिहिन भएको छ, तर यतिको ठिकै छ। अनि म अघि लगाएको चिकनलाई म फर्काइदिन गइरहेको छु है त। यसलाई अब चाहिँ चलाइदिइराख्नु पर्ने हुन्छ, ताकि नडढोस् भन्नुको लागि। यसलाई चाहिँ फर्काइ मजाले चलाइदिइराख्नु पर्ने हुन्छ, अन्टिल रातो नहुन्जेलसम्म चलाइराख्नु पर्ने हुन्छ, किनभने सबैतिर खरिनु पर्ने हुन्छ। यो जोटेको छ नि त, अनि यसलाई चाहिँ चलाइदिइराख्यो भने चाहिँ यो छुट्टिन्छ, एक आपसमा छुट्टिन्छ, पिस पिस बनिन्छ। अनि यसलाई म चलाएकै यतिको भयो है त, यतिको भयो। अनि यसलाई फेरि छोडिदिनेछु, एकछिन चलाएर छोडिदिनेछु। अनि हल्का रातो नहुन्जेलसम्म यसलाई छोडिदिनेछु। त्यतिन्जेलसम्म मैले अघि भुटेको खोर्सानीलाई मैले मेरो मिक्सचरमा लगाएर म थोरै पानीको सहायताले अनि पिस्नेछु। यसलाई पनि म मिहिन बनाउँदिनँ, दरदरै बनाउँछु। मैले बिर्को लगाइसकेँ, अब म पिसेर चाहिँ तपाईँलाई म देखाउने छु है त। वाउ, यतिको भएको छ है त। मैले किन भुटेर पिसेँ भनेको चाहनुहुन्छ भने चाहिँ खोर्सानी भुटेर पिस्यो भने चाहिँ एकदमै टेस्टी दिन्छ है त, स्वाद हुन्छ। अनि त्यसको स्मेल पनि मिठो हुन्छ। मलाई चाहिँ साह्रो मनपर्छ। प्राय म चाहिँ खोर्सानीहरू रोस्ट गरेर तेलमा पनि भिजाएर म खान्थेँ पहिला। अनि अचेल चाहिँ म खाँदिनँ, तर पनि यो अचारको लागि मैले भुटेर अनि पानी लगाएर, थोरै पानी लगाएर पिसेको। अनि मेरो मासु यतिको भयो है त। वाह, कस्तो मजाले गाज आइरहेको छ है। अनि मजाले रातो पनि भइसकेको छ। फेरि यसलाई म चलाइदिँदैछु। वाह, देख्नुभयो, यसरी खर्यायो भने चाहिँ यसरी पिस पिस छुट्टिन्छ है त। 1 केजी मासु खरिँदा त यति पनि भएन, हेर्नु न साथीहरू। तर यो चाहिँ स्पेसियल केही होइन, परिवारमै यसो खाऊँ भनेर। कोही कोही बेला मुख पनि फेर्नु पर्ने हुन्छ नि त, हाम्रो जिब्रोलाई टेस्ट, हरेक किसिमको टेस्ट चाहिन्छ। त्यही भएर मैले फ्यामिलीमै खानुको लागि बनाएको है त। अनि स्पेसियल केही होइन, परिवारमै खानको लागि बनाएको। यतिको भइसकेको छ। अनि यसमा थोरै लसुन छ्याक बनाएर मैले हालिदिएको छु, ताकि यसको टेस्ट, स्वादहरू त्यो मासुमा पस्छ नि त। अनि त्यही कारणले मैले थोरै मात्रै 3टा जति लसुनलाई छ्याक बनाएर हालेको छु। अनि मजाले यसलाई म चलाइदिनेछु। तेल अलरेडी तातिएको छ मासुको उसले गर्दा, त्यो लसुन पनि छिट्टै डढ्नेछ। यसलाई तर चलाउन चाहिँ छोड्नु हुँदैन है, चलाइराख्नु पर्ने हुन्छ, किनभने लसुन टाँसिन्छ नि त। थाहा छ, लसुनहरू स्टिकी हुन्छ, अनि
टाँसिहाल्छ, त्यही भएर अनि चलाइदिइराख्नु पर्ने हुन्छ। मजाले हेर्नु कस्तो मजाले गाज आइरहेको छ है साथीहरू। अन्तिमसम्म हेर्नु भएको होस् है त, म कसरी बनाउँछु भनेर चाहिँ अन्तिमसम्म हेर्नुभयो भने मात्रै थाहा हुन्छ है त। अनि यसमा चाहिँ अनि वाउ कस्तो मजाले गाज आइरहेको छ। यसमा चाहिँ मैले फेरि चिल्ली फ्लेक्सलाई पनि मैले हाल्दिन गएँ। चिल्ली फ्लेक्सलाई लगाएर चाहिँ यो चाहिँ किनेको चिल्ली फ्लेक्स हो, अनि यसलाई मैले हालिदिएँ। अनि यसलाई म फेरि चलाइदिनेछु, किनभने यो चाहिँ खरियाको भुटेको छैन। थोरै स्वादको लागि मैले अजिनालाई एड गरिदिएँ। अनि फेरि यसलाई म चलाइदिनेछु, मजाले फर्काइ चलाउनु पर्ने हुन्छ है। अनि अब चाहिँ अघि पिसेर राखेको मसलाहरूलाई पनि एड गर्नुपर्ने हुन्छ। लसुन मजाले खरिएको छ है, अनि खोर्सानी पनि यतिन्जेलसम्म चाहिँ खरिसकेको छ। अनि अघि पिसेर राखेको दरदर बनाएर राखेको मसलालाई सबै त्यो इन्ग्रिडियन्ट्स एकै ठाउँ छ। अनि यसलाई म हालेर फेरि मोल्न गइरहेको छु। हालिदिएँ त मेरो मसलाहरू चाहिँ धेरै छ, जति मसला धेरै भयो उति मिठो हुन्छ है। मासु त थोरै भयो, 1 केजी म त धेरै हुन्छ होला भन्ने भयो, तर भएन, थोरै भयो, तर पनि केही छैन। मसला जति धेरै भयो उति मिठो हुन्छ है त। मसला थाहा छ कि छैन तपाईँलाई? थाहा हुनेलाई चाहिँ थाहा भइहाल्यो, थाहा नहुनेलाई चाहिँ मसला धेरै भयो भने जति धेरै भयो उति मिठो हुन्छ। अदुवाभन्दा लसुन अलिकति बढी भयो भने चाहिँ अझै मिठो हुन्छ है त। टिमुर त झन् कस्तो, टिमुरले झन् स्वाद दिन्छ है। यतिको भयो। वाउ मेरो त हेर्दै बनाउँदै मलाई त जिब्रोबाट थुकाएर कतिखेर खाउँ भएर है। मलाई चाहिँ पिरोहरू अब सल्टी कुराहरू चाहिँ साह्रै मनपर्छ। यसमा अघि पिसेर भुटेर पिसेको खोर्सानीलाई पनि मैले हाल्दिन गएँ। साथीहरू तपाईँहरू पनि यसरी नै भुटेर खानुहोस्, स्वाद थाहा पाउनुहुन्छ है त कस्तो हुन्छ भनेर। आफ्नो आफ्नो टेस्ट हो, मन पर्नेले खाँदा हुन्छ, मन नपर्नेले नखाँदा पनि हुन्छ। यो चाहिँ पिरोको लागि डल्ले खोर्सानीको पेस्ट आफ्नै बारीमा फलाएर धेरै भएको थियो, सुकाएर अनि पिसेर मैले पेस्ट बनाएर राखेको, धेरै वर्ष थामो। यो चाहिँ यसलाई म फेरि चलाइदिइरहनु पर्ने हुन्छ है, अन्टिल नडरोस् भन्नुको कारणले चाहिँ चलाइराख्नु पर्ने हुन्छ। चलाकै डर्न चाहिँ दिनु हुँदैन है हामीले प्याट्टै। यतिखेर चाहिँ आगोलाई पनि हामीले आगोको फ्लेमलाई पनि कम्ती बनाउनु पर्ने हुन्छ। अनि मैले अघि खरियाएर राखेको लसुन र अदुवालाई मैले हालिदिएँ। अनि मेरो फाइनल कुक भइसक्न आँटेको छ है त, फाइनल मैले बनाइसक्न आँटेको छु। अनि यसमा है यसलाई चलाइदिइरहनु पर्ने हुन्छ। हल्का अब तेल मैले झिकेको थिएँ नि त अघि, धेरै हुन्छ होला भनेर, किनभने तेल धेरै खानु पनि राम्रो हुँदैन। त्यही भएर मैले सुक्खै भनेर मैले तेल चाहिँ मैले झिक्दिने भएँ। अनि अहिले चाहिँ बुगुटो भयो है त। अनि यहाँनिर मैले थोरै कलर कम्ती भएछ, अनि कलरको लागि थोरै मैले हर्दीलाई मैले माथिबाट एड गरिदिएँ। अनि यसलाई म फेरि चलाइदिँदैछु, यसलाई चलाइदिनेछु मजाले फर्काइ ताकि सबैतिर हर्दीको कलर पुग्नुपर्ने हुन्छ। मसलाहरू सबैतिर के अरे पुग्नुपर्ने हुन्छ, मासुको भित्र पस्यो भने मात्रै मिठो हुन्छ है त। यतिको भइसक्यो मेरो मासु चाहिँ, मासुको अचार। साथीहरू मैले अघि निकालेको थिएँ धेर भएर, त्यही तेललाई फेरि ब्याक टु मैले हाल्दिन गएँ, किनभने बुगुटो भयो नि त, धेरै बुगुटो पनि मिठो हुँदैन नि त। हल्का ओइल चाहिँ, यो ओइल चाहिँ फ्री कोलेस्ट्रल हो है त। अनि यो तेलले चाहिँ कोलेस्ट्रल फ्री गरेको छ। अनि केही पनि हुँदैन खाँदा त, तर पनि मलाई धेरै तेल पनि मन पर्दैन नि त। अनि थोरै स्वाद अनुसारको नुनलाई मैले हालिदिएको छु। अगाडि पनि मैले म्यारिनेट गर्दा नि हालेको थिएँ, चर्को हुन्छ भनेर मैले थोरै मात्रै हालेको छु। भरे चाखेर नपुगेको फेरि नुनलाई एड गर्न मिल्छ नि त, किनभने अगाडि धेरै हालौँ त चर्को हुन्छ, खानु सकिँदैन। वाउ कस्तो दामी भयो। अघि उब्रेको थोरै पिसेको मसला खोर्सानीलाई फेरि मैले एड गरिदिएँ। अनि यसलाई म फेरि चलाइदिँदैछु, अन्तिमसम्म चलाइरहनु पर्ने हुन्छ। आगो अफ नगरुन्जेलसम्म चाहिँ हामीले चलाइराख्नु पर्ने हुन्छ। चलाएन भने चाहिँ डढ्ने सम्भावना हुन्छ। नडरोस् भन्नुको कारण चाहिँ चलाइराख्नु चाहिँ पर्ने हुन्छ है त। डढ्यो भने त तितो हुन्छ, मिठो हुँदैन है।
अनि डराउनु हुँदैन, नडराइकन चलाइराख्नु पर्ने हुन्छ। आगोको फ्लेम पनि कम्ती गर्नुपर्ने हुन्छ। यतिको भइसक्यो साथीहरू। मेरो त कस्तो आफैले बनाएर होला कि कस्तो जिब्रोबाट थुक आएर मलाई त पानी आएर कहिले खानु जस्तो भएर। अनि यसमा चाहिँ मैले तपाईँहरूले चाहिँ अरू थोकै हाल्दा नि हुन्छ। मैले क्यामेरामा पनि छेउमा ल्याएर देखाएँ साथीहरू, हेर्नु त वाउ कस्तो दामी। मैले चाहिँ अनि अमिलो मैले यहाँ हाल्न गएँ। मेरो कागती पनि थियो, अनि कागती चाहिँ हालिनँ। निम्बु भए निम्बु अथवा आँपको के अमिलो ढुट्टोहरू हाल्दा पनि हुन्छ, तर मैले चाहिँ हालिनँ। अनि मैले चाहिँ अमिलो नै बट्टाकै अमिलो हाल्न गएँ छिटो मिठोको लागि है त। कागती पनि काटिराख्नु पर्ने, निचरी राख्नु पर्ने हुन्छ, दाना हुन्छ, छान्नु पर्ने हुन्छ। त्यसैले मैले चाहिँ बोतलकै अमिलोलाई हालिदिएँ। तपाईँहरूको चाहिँ अरू नै अमिलोहरू छ भने हाल्न सक्नुहुन्छ है त। अनि मैले हालेर यसलाई मैले चलाइसकेँ साथीहरू। मेरो फाइनल कुक हो है, मेरो फाइनल कुक हो साथीहरू। मेरो भिडियो नयाँ ठाउँमा पुगेको छ भने हेरेर लाइक कमेन्ट सेयर मन परेको साथीलाई गरिदिनुहोस्। छेउमा ल्याएर पनि देखाएँ फाइनल कुक है। अनि सब्सक्राइब पनि गरिदिनु भएको होस्। अनि कस्तो भयो त यसलाई म चाखेर पनि म देखाउने छु है त किचनमा है। काम गर्दा गर्दा मेरो फेस्ट एकदमै काम गरेर पनि आएको थिएँ गलेको अवस्थामा मैले चाखे पनि है त, नुन लाग्यो कि लागेन भनेर। वाउ अलिकति होइन एउटा कस्तो मिठो थियो। मैले चाहिँ खाएँ एकदमै बबाल है। यतिन्जेलसम्म हेर्नुभयो है, सेयर गर्न नबिर्सिनुहोस्। अनि सब्सक्राइब अनि फलो गर्न नबिर्सनु भएको होस्। अनि सबैलाई धन्यवाद भन्न चाहन्छु।